गाइज गुड मर्निङ। आज म चाहिँ धान काट्न गइरहेको छु। सबैले यो भिडियो हेरेर सब्सक्राइब कमेन्ट र सेयर गरिदिनु होला। आज धान काट्न गइरहेको छु म। अब कहिले बिहानको 7:30 हो, काम हुन आइरहेको छैन। दाजु हुनुहुन्छ यता, दाजु र म दुईजना मिलेर आज छिराउनु पर्छ सबै। यो तलको फ्ल्याट सबै हो, यो एउटा फ्ल्याट भयो, यो जता दुईवटा फ्ल्याट भयो, माथिको गरेर तीनवटा फ्ल्याट चाहिँ आज शीतल पर्छ आज धान काटेर। है गाइज त्यहाँ मलाई हँसे माया भयो भने चाहिँ त्यहाँ मलाई कसलाई त्यो घरबाट आउनु अहिले मगाउला फुच्छु भयो। छैन अब धान काट्न गइरहेको छु गाइज। ल आज यो शीतल्नु पर्छ भनेको, शीतिन्छ कि शीतिँदैन हेरौँ ल। दुईजना छ, अलि एकजना आउँछ 9-10 बजीतिर, तिनजना भएर शीतल्नु पर्छ आज। ल गाइस भिडियो हेरेर सबले सब्सक्राइब कमेन्ट र सेयर गरिदिनु होला। हेर्नुहोस् यस्तो राम्रो भ्यू छ। यहाँ चाहिँ तारे भिर हो, यो नयाँपट्टि राइटर हो, चाहिँ पछाडि सुन्दरजल हो, काठमाडौँको ठाउँ हो यो। ल है गाइस अब चाहिँ धान काटेर लगभग 3 गरा थियो, 1 गरा 2 गरा 3 गरा सक्यो। अब यो लगभग लास्ट हुन लाग्यो अब। है त गाइस अब यहाँ झारहरू टर्न आएछ, यहाँ झारहरू देखाउँछ काटिदिनु। कति छिटो काट्नु भएको? म त खतरा काट्छ नि, मलाई त आउँदैन पो काट्न लाग्यो। गाउँमा त नहल कम काट्यो मैले कोथोको। खतराले काट्छु मैले त। है तपाईँहरूको पनि खाना बनाउँछ है, मलाई टक्काएर काटिदिन्छु। हँसिया नलागेर पो हँसी लाग्यो है त। यो सक्यो ठाउँ चाहिँ दामी देख्छ क्या। ड्रोन क्यामेरा भए भए कस्तो मजाले उडाउनु हुन्थ्यो। ड्रोन क्यामेरा उडाउन दामी हुने रहेछ यहाँ। त्यो जङ्गलतिरसम्म पुऱ्याइदिने उडाएर अब लगभग माथि तारे भेगतिरसम्म, तारे भेगतिरसम्म उडाउनु भने। ड्रोन क्यामेरा कति मिनटको गर्ने? पुग्छ उसो भए 8 मिनटभन्दा माथि हुँदा ठिक्क हुन्छ। ल अझै अब यहाँ काट्दैछन्, काटेर सिद्धिनु ला। अनि त्यसपछि फेरि मेसिनमा झार्ने काम हुन्छ। झारिसकेपछि फेरि बोरामा प्याक गर्ने काम हुन्छ। ल युट्युबमा आउँछ भिडियो। ल है गाइज आज चाहिँ धान काटेर सक्यो। अब ओसारे पनि लगभग यत्रो धान ओसारेर सक्यो होइन, त्यत्रो धान ओसारेर सक्यो। अब यहाँ मेसिन ल्याइसक्यो, मेसिन पनि मेसिनमा टक्क पिन्ने हो। अब सर लगाएर त्यहाँतिर ल्याउनु बाँकी छ, चाहिँ काटेर सक्यो। 1 2 3 4 गरेर काटिसक्यो सर्लक्क। ल पिन्ने अब ल है गाइस अब चाहिँ मेसिनमा पिनिसक्यो मरामर।
आज धान काटेर सकियो फाइनली 8 बोरो आएछ 8 बोरो भनेको त्यही हो हेर्नुहोस् गाइजहरू फाइनल धान काटेर सकिहाल्यो अब है हेर्नुहोस् धानको बोरोहरू चाहिँ यस्तै आएछ 1 2 3 4 हैन 1 2 3 4 5 6 7 उतापट्टि गएर 8 वटा 8 बोरो चाहिँ फाइनली आएछ गाइजहरू ल भिडियो हेरेर सब्स्क्राइब गरिदिनु होला।